शिखर कञ्चनजङ्घा हिमालको सफल आरोहण 25 मे 1955 मा ब्रिटिस आरोही जो ब्राउन र जर्ज ब्यान्डले दक्षिणी मार्गबाट सफल आरोहण गर्नुभएको आज 70औं वर्ष पूरा भइसकेको छ। आज समापन समारोह यस कार्यक्रमको अध्यक्षता गरिदिनका लागि कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष श्री खगेन्द्र पेन्डु लिम्बुज्यूलाई म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजका हाम्रो यस कार्यक्रमका मुख्य आकर्षण, आजका यस कार्यक्रमका प्रमुख अतिथि यस प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री माननीय श्री खगेन सिंह हाङगामज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहणलाई जोड्न चाहन्छु। हामी माझ प्रदेश सभा सदस्य माननीय निर्मला दाहालज्यूको पनि गरिमामय उपस्थिति रहेको छ। उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहण गर्ने क्रममा फक्ताङ गाउँपालिका अध्यक्ष श्री राजन लिम्बुज्यूलाई अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी फक्ताङ गाउँपालिका उपाध्यक्ष श्री विकास साम्राज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। फक्ताङ गाउँपालिका निवर्तमान अध्यक्ष श्री सरोज एभेन्ज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। फक्ताङ गाउँपालिका 5 नम्बर वडाध्यक्ष श्री देव प्रसाद लिम्बुज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी फक्ताङ गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष श्री पेम्बा तासी शेर्पाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी फक्ताङ गाउँपालिका वडा नम्बर 7 का वडाध्यक्ष श्री छेतेन लामा शेर्पाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। श्रीजङ्घा गाउँपालिका वडा नम्बर 8 का वडाध्यक्ष श्री कृष्ण कुमार गुरुङज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी फुङलिङ नगरपालिका वडा नम्बर 8 का वडाध्यक्षज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र कुमार माबोज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। जिल्ला भलिबल सङ्घ ताप्लेजुङका अध्यक्ष विमल भण्डारीज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। परिषद सदस्य सचिव श्री मन कुमार राईज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। लेलेप गाविसका पूर्व अध्यक्ष ग्याजो भोटियाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी नेपाल भलिबल राष्ट्रिय रेफ्री श्री थर्को कुमार टोङबाङज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। फक्ताङ गाउँपालिका 7 नम्बर निवर्तमान वडाध्यक्ष श्री छेतेन शेर्पा वालुङज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। सरस्वती च्यारेबोक माविका प्रधान अध्यापक श्री निङमा ज्ञानजे शेर्पाज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। पार्वती माविका प्रधान अध्यापक श्री कमल हेलोकज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी सरस्वती माविका प्रधान अध्यापक श्री चन्द्रमणि केदेनज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। सीमा सुरक्षा बल बीओपी इन्चार्जज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक श्री विवेक बस्नेतज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। माननीय मन्त्रीज्यूको सचिवालयका प्रमुख स्वकीय सचिव श्री अशोक आङबुहानज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत श्री हिमाल पाठकज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। परिषदका पूर्व पदाधिकारीज्यूहरूलाई पनि एकमुष्ट रूपमा म अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी समृद्ध पहाड नेपालका कार्यक्रम संयोजक श्री चित्रा कुमारी चन्सुज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसैगरी 5 नम्बर वडा सचिव फक्ताङ गाउँपालिकाका 5 नम्बर वडा सचिवज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि हार्दिक अनुरोध गर्दछु। 6 नम्बर वडा सचिवज्यू, त्यसैगरी 7 नम्बर वडा सचिवज्यू, त्यसैगरी लुङथुङ प्रहरी चौकी लेलेपका इन्चार्जज्यू, त्यसैगरी लुङथुङ स्वास्थ्य चौकी इन्चार्जज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। श्री स्नो रिभर लिमिटेड
लिमिटेड काठमाडौँका प्रमुख एवं प्रतिनिधिज्यू, त्यसै गरी श्री हिल्टन हाइड्रो एनर्जी लिमिटेड काठमाडौँका प्रमुख एवं प्रतिनिधिज्यू, त्यसै गरी रिभरसाइड हाइड्रो एनर्जी लिमिटेड, श्री रेमिट हाइड्रो लिमिटेड नयाँ बानेश्वरका काठमाडौँका प्रमुख एवं प्रतिनिधि, त्यसै गरी सिम्बु रेमिट हाइड्रो लिमिटेडका प्रमुख एवं प्रतिनिधिज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। श्री तमोर एनर्जी प्रालीका प्रतिनिधिज्यू, त्यस्तै गरी क्रिस्टल पावर डेभलपमेन्ट प्राली बालुवाटारका प्रमुख एवं प्रतिनिधिज्यूलाई पनि अतिथि आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। र अहिलेको क्रममा पनि हामी नेपालीहरूको मान शान राष्ट्रिय गानमा सरिक हुने क्रम रहेको छ र राष्ट्रिय गानमा सम्मान प्रकट गरिदिनका लागि म यहाँ सबैजनालाई यथास्थानमा उठेर राष्ट्रिय गानमा सरिक भइदिनका लागि हार्दिक अनुरोध गर्दछु र यो सामूहिक गान पनि जानकारी गराउँदछु।